सो हेलो नमस्ते गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज चाहिँ हामीसँग छ एउटा भिन्टेज बाइक। सो कतिजनाले यो बाइकको बारेमा थाहा छ प्लिज कमेन्ट डाउन। यो बाइकको नाम चाहिँ म अहिले भिडियोको बिचमा भन्छु। सो बाइकको ओभरअल प्रोफाइल चाहिँ यस्तो छ, तपाईँले देख्न सक्नुहुन्छ। एकदम भिन्टेज बाइक हो यो चाहिँ मेरो साथीको बाइक हो। सो उसको यो बाइकको कामहरू हाम्रै ग्यारेजमा हुन्छ। सो ओभरअल यो बाइक यस्तो दामी देख्छ नि, प्योर भिन्टेज लुक छ कि यो बाइकको। सो आज चाहिँ हामी यो बाइक चलाएर टेस्ट गर्छौँ के कस्तो रहेछ भनेर, अनि तपाईँहरूलाई भन्छ है त। यो पुरानो भिन्टेज बाइकले अहिलेको टाइममा कतिको पर्फर्म गर्ने रहेछ है। सो लेट्स स्टार्ट आवर भ्लग। हेर्न कस्तो मजाको घाम लागिरहेको, पानी पर्नु रोकिसक्यो अनि घाम लागिरहेको नि त। अनि घाम पुरै मजाले टल्किरहेको बाटोमा। यो चिप्लिन्छ यार, कस्तो गाछ चक। यो जुत्तामा कस्तो चिप्लिने कि यो। यसमा त के हान्न सकिन्न यार। सो फाइनली बाइक स्टार्ट भइसक्यो। यो लेदरको सुजमा के खान लास्टै झ्याउ हुने क्या, चिप्ले गर्ने। एक दुईचोटि चोट पनि लागिसक्यो स्टार्ट गर्दा, फेरि बन्द भयो। झ्याउ के यस्तो बाइकमा त लास्टै। सो फेरि स्टार्ट गर्छौँ। सो साउन्ड तपाईँले पनि सुन्नु सक्नुहुन्छ, प्योर भिन्टेज साउन्ड छ। तर फेरि यो 2 स्ट्रोक बाइक चाहिँ होइन है, 4 स्ट्रोक बाइक हो। त्यसैले पनि त्यो RX 100हरू हुन्छ नि, त्यस्तो साउन्ड चाहिँ गर्दैन क्या यसले। भिन्टेज त भिन्टेज, तर RX 100 भन्दा नि पुरानो बाइक होइन क्या यो। यसको इन्जिन साउन्ड लास्टै लाउड छ कि यो बाइकको। सो यो बाइकमा चाहिँ होइन 14 देखि 15 bhp छ। र टर्कको कुरा गर्ने हो भने चाहिँ यसमा 14.45 न्युटन मिटर अफ टर्क छ क्या, अराउन्ड 8000 RPM मा। सो इट इज गुड इनफ क्या, सिटी राइडिङ लागि एकदम पर्फेक्ट हो कि। फेरि यो बाइकमा हुन्छ नि पावर फ्याल्छ कि, फर्स्ट सेकेन्ड गियरमा हुन्छ नि, तान्छ कि मजाले तानिदिन्छ कि। उकालोहरूदेखि लिएर अफरोडिङदेखि लिएर दामी तानिदिन्छ क्या। सो त्यति बेलाको लागि यो बाइक चाहिँ एकदम पर्फेक्ट थियो क्या। प्लस यो बाइक भन्ने चाहिँ होइन, न इन्डियन ब्रान्ड हो, न जापानिज ब्रान्ड हो, न त कुनै अमेरिकन इटालियन ब्रान्ड हो कि यो भने चाहिँ हाम्रो चाइनिज ब्रान्डको बाइक हो क्या। तपाईँहरूले नि थाहा पाइसक्नुभयो होला नि अब यो कुन बाइक हो भनेर। अहिले पछि म यो बाइकको नाम पनि भन्छु, अहिले चाहिँ तपाईँहरू गेस गर्नु है, कमेन्ट गर्नु बाइकको नाम चाहिँ के हो भनेर। तपाईँहरूलाई हिँड्नु पनि दिन्छ। यो बाइकमा प्रायः होइन सुजुकी जिएनको पार्ट्सहरू लाग्दिन्छ क्या। भनौँ न अलिकति सिमिलर टाइपको हुन्छ। त्यस्तो डाइरेक्ट प्लग एन्ड प्ले खालको चाहिँ होइन, अलिकति मोडिफाई गरेर चाहिँ हाल्नु मिल्छ है। फेरि उस्तै हो क्या फेरि। सो बाइकको ह्यान्डलिङ एकदम राम्रो छ। जस अगाडिको ब्रेक त्यस्तो हार्ड लाग्दैन कि यो बाइकमा, त्यसैले होस पुऱ्याएर चलाउनुपर्छ। अनि यसमा नि यो सेल्फ स्टार्टर छ क्या, बट यो बाइकको चाहिँ मोटर बिग्रिएको। मैले साथीलाई भनेको थिएँ मोटर चेन्ज गर्नुपर्छ भनेर, होस् किकले नै स्टार्ट गर्छु भने क्या।
केही छैन किकले स्टार्ट गर्नु पनि आफ्नै छुट्टै मजा छ क्या हान्दा स्टार्ट हुन्छ नि त्यो मजा आउँछ कि किक हानेर स्टार्ट गर्नु अहिले चाहिँ हामी पेप्सी कोला गरिसक्यौँ हामी जडीबुटीतर्फ लाग्दैछौँ बाइक 80 को स्पिडमा यो मिटरमा चाहिँ नजानु है तपाईँहरू मिटर यो इरर छ कि लास्टै इरर छ यो मिटरमा अहिले म 35-40 को स्पिडमा हिँडिरहेको क्या बट यसमा चाहिँ 70 को स्पिड देखाउने क्या अहिले यति बटार्दैमा यो 100 पुगिदिन्छ 100 चाहिँ पुगेको छैन है म अझै थर्ड गियरमै छु अनि थर्ड गियरमा भन्ने त इम्पोसिबल हो यो बाइकमा चाहिँ यो मिटर चाहिँ अलि इरर नै हो क्या लो स्पिडमा चाहिँ फेरि अलिकति एकुरेट नै देखाउँछ अलिकति बटार्न पुग्यो भने चाहिँ यो मिटरले इरर देखाइदिन्छ क्या अनि कुरा गरौँ यो बाइकको बारेमा भने चाहिँ यो बाइकको बारेमा भने चाहिँ यो बाइकको ट्याङ्की भने चाहिँ 12-13 लिटरको ट्याङ्की छ यो भने चाहिँ इनफ एकचोटि फुल हानेपछि 1 महिना ढुक्कै माइलेज पनि दिन्छ नि यसले फेरि चलाउन जान्ने मान्छेहरूको हातमा भयो भने मात्रै है माइलेज चाहिँ त्यही 30-35 को दिन्छ त्योभन्दा धेरै दिँदैन यस्तो भिन्टेज बाइकले त धेरै दिँदा पनि दिँदैन नि कति नै एक्सपेक्ट गरौँला भन्ने ल अब म यो बाइकको नाम चाहिँ भन्दैछु यो बाइकको नाम चाहिँ हार्टफुट सिडी 150 है 150cc बाइक हो यो सो इट इज अ चाइनिज ब्रान्ड मान्छेहरूले चाइनिज ब्रान्डहरू हुन्छ नि त्यस्तो आज छ भोलि छैन भनेर भन्ने गर्थ्यो कि पहिला यो बाइक चाहिँ फेरि त्यस्तो छैन हेर्नु त्यस्तो भिन्टेज बाइक अझैसम्म स्टार्ट हुन्छ चल्छ अनि त्यसको हाफ इन्जिन पनि गएको छ बट अल्सो त्यस्तो पावर हेर्नु न सो चाइनामा भनेपछि यस्तो हुन्छ क्या राम्रो सामान पनि पाउँछ नराम्रो सामान पनि पाउँछ कन्ट्री अनुसार आफ्नो सामान एक्सपोर्ट गर्ने हो क्या चाइनाले चाहिँ त्यस्तो जज गरेर भन्न मिल्दैन कि यसले यस्तो बनाउँछ त्यस्तो बनाउँछ भनेर जतिको पैसा दिनुहुन्छ त्यतिको सामानको क्वालिटी आउने हो क्या मार्केटमा सस्तो दिएर अनि महँगो सामानको जस्तो क्वालिटी पाउनु चाहिँ गाह्रै हुन्छ क्या सो त्यति कुरा चाहिँ हामीले पनि बुझिदिनुपर्छ अहिले चाहिँ म जडीबुडी पुगिसक्यौँ यहाँ जडीबुडीबाट म अब राइट लाग्छु अनि कोटेश्वर हुँदै सातो बाटो जान्छु अनि सातो बाटोबाट पाटन हस्पिटल जान्छु म पहिला किनभने यो जसको बाइक हो नि त्यो मान्छे आज मामा बन्यो हिजो राति होला हिजो राति मामा बन्यो क्या अनि त्यसलाई नि पार्टी खोइ भनेर भन्नुपर्छ अहिले सो ओभरअल बाइकलाई चाहिँ बन्द हुनु दिनु भएन है नभए औरा माइनस हुन्छ किक हाने गर्नुपर्छ अनि झ्याउ हुन्छ क्या चप्पलमा भएकोमा म त केही हुँदैन थियो किक हान्नु सजिलो हुन्थ्यो यो लेदरको जुत्तामा चाहिँ कस्तो चिप्लिने कि खुट्टामै चोट लाग्ने भनेर चिप्लिएर अघि बिहानै स्टार्ट हान्दा 3-4 चोटि चोट लागिसक्यो मलाई त लास्टै झ्याउ लाग्यो पानी परे बेला फेरि बाइकको पछाडि बस्यो भने हिलो छ्यापिदिन्छ अनि त्यो पनि रिस उठ्छ क्या हिजो भर्खर धोएर लगाएको ज्याकेट हो क्या मैले यो सुक्दै नसुक्ने के अब सुक्ला जस्तो हुन्छ नि अनि बाहिर गइदिन्छ बाहिर जाँदाखेरि पानी परिदिन्छ अनि फेरि भिजिन्छ ज्याकेट लास्टै इरिटेटिङ हुने क्या त्यस्तो हुँदा चाहिँ हेर्नु न ल बाइकले कस्तो पावर फ्यालेको यो बाइकले चुट जान्दैछ लास्टै कम्फर्ट बाइक छ कि यो धेरै केही एफोर्ट लगाउनै पर्दैन भनेर ल ह्यान्डिङ पोजिसनदेखि लिएर सिटिङ पोस्चरदेखि लिएर ठ्याक्क मिलेको के कस्तो लङ टुर गयो नि त्यसमा हात खुट्टा नदुख्ने खालको बाइक हो क्या यो अलि हुन्छ नि क्रुजर टाइपको छ क्या यो यसको सिटिङ पोस्चर चाहिँ यसको तर यो बाइक अलि हिट पनि धेरै हुन्छ क्या अरू बाइक भन्दा नि प्लस यो एयरकुल बाइक हो नि त एयरकुल बाइकमा नि प्रब्लम त्यस्तै हुने हो हिट छिटै हुन्छ यो चाहिँ धेरै फेरि अलि बढी नै हिट हुन्छ कि बाइक चाहिँ किन हो त्यो चाहिँ यसको हाफ इन्जिनको काम पनि छ हाफ इन्जिनको काम भएपछि अनि थाहा पाउँछ के प्रब्लम हो भनेर
यो बाइकको फर्स्टमा साउन्ड सुन्दा कस्तो क्रेजी थियो क्या साइलेन्सरमा 5-6वटा त्यो दुलो पारेको थियो क्या एन्डिङ ठाउँमा अनि त्यो दुलो तालेदेखि यसको साउन्ड लास्टै बस्यो क्या दुलो नतालेको भए चाहिँ आमा बुलेटभन्दा ठुलो साउन्ड निकाल्दै हिँड्छ है यो बाइकले त पछि हाम्रो मामाहरूले समात्छ कि भनेर डरायो मेरो साथी र तालिदेऊ भनेर अनि तालिदिएको सो अहिले चाहिँ हामी कोटेश्वर कटेर नि अब हामी बालकुमारीतिर लाग्दैछौँ बालकुमारीबाट हामी पाटन हस्पिटल जान्छौँ यो चाहिँ हो बाइकको हाम्रो बाइक चाहिँ एकदम दामी हो यो बाइक अहिलेको यो जेनेरेसनमा पनि यो बाइकले होइन त्यस्तो खासै इलेक्ट्रोनिक्सहरूमा भनौँ न यो बाइक पछाडि नै रहन्छ क्या बट हुन्छ नि त्यो इन्जिनको कुरा गर्नु हो भने रिलायबल इन्जिन क्या वाइड रिलायबल इन्जिन हो यो चाहिँ जो मान्छेहरूलाई हुन्छ नि भिन्टेज लुक अलि भिन्टेज साउन्ड चाहिरहेको हुन्छ नि त्यो त्यस्तो इलेक्ट्रोनिक सेन्सरहरू बाइक भएको बाइक त्यस्तो मन नपर्ने मान्छेहरूलाई चाहिँ यो बाइक पर्फेक्ट हो क्या हुन्छ नि कोहीलाई भिन्टेज बाइकहरू लास्टै मनपर्छ क्या मलाई पनि भिन्टेज बाइक मनपर्छ क्या चलाउनु चाहिँ चलाउनु भन्दा नि यस्तो कलेक्सनमा राख्नु लास्टै मनपर्छ क्या पछि मसँग पैसा भयो भने चाहिँ म चाहिँ भिन्टेज बाइकहरूको कलेक्सन चाहिँ फिक्स राख्छु क्या त्यो बाइकको कलेक्सन राख्ने दिन लास्टै धेरै टाढा छ क्या सो केही छैन आफ्नो आफ्नो एउटा हुन्छ नि प्यासन हुन्छ नि त्यो प्यासन चाहिँ मान्नु भएन क्या हामीले चाहिँ लेन चेन्ज गऱ्यौँ किनभने यहाँ माथिबाट गयो भने 7 बाटो पुगिन्छ अनि 7 बाटोबाट त्यो लङफिल हुँदै जाँदा अलिक धेरै नै डिस्टेन्स हुन्छ क्या सो म घरकोबाट तलैबाट क्या तल्लै हुँदै जान्छु म त्यो चाहिँ सर्टकट बाटो हो होइन सबैजना थाहा होला यो बाटोको बारेमा त काठमाडौँमा बस्ने मान्छेहरूलाई सबैलाई थाहा हुन्छ नि त त्यस्तो केही भनिराख्नु चाहिँ परेन मैले चाहिँ ओभरअल बाइक कुरा गर्ने हो भने चाहिँ बाइक एकदम पर्फेक्ट के तपाईँहरू काठमाडौँ भ्यालीमा बस्ने हो हल्का फुल्का अफरोड गर्ने हो भने होइन त युजफुल के दिँदा हुन्छ दामी बाइक हो बट सजेस्ट चाहिँ यो गर्छु भने चाहिँ यो बाइकमा तपाईँहरू लङ टुर र अब हुन्छ नि अलि रुरल एरियातिर जाँदै हुनुहुन्छ भने आई विल सजेस्ट नट टु हो क्या किनभने यो बाइक नै त हो मेसिन हो नयाँ किनेको बाइक पनि हुन्छ नि त्यसले पनि धोका दिन सक्छ क्या सो यदि बाई चान्स क्या यो बाइक काहीँ बिग्रियो भने फेरि यसको सामान पाउँदैन नि हताउनु पर्दा काठमाडौँ भएर मात्र हो यहाँतिर टेकुतिर जाँदाखेरि बाइकको पार्ट्सहरू पाइदिन्छ पुरानो बाइकको भने पनि पाउँछ नि त अनि त्यही बाइक होइन अब कतै पहाडतिर अनि कतै जङ्गलतिर अड्क्यो भने त्यहाँको लोकल ग्यारेजमा यसको सामान पाउँदैन क्या सो त्यो चाहिँ माइनस पोइन्ट छ कि बाइकको अब भिन्टेज बाइक चलाएपछि त्यति कुरा चाहिँ होस पुऱ्याउनै पर्छ क्या सिटी राइडिङको लागि दामी हो त्यो पर्फेक्ट हो यो चाहिँ मेरो मान्नै पर्छ सो आजको भ्लग चाहिँ म यतै इन्ड गर्छु होप यु अल इन्जोय दिस भिडियो अब भेटौँला अर्को भ्लगतिर नयाँ बाइकसँग बाई बाई गाइज टेक केयर